सबैजनाबाट चिल्लीको रुवा यो चाहिँ मेरो केको ब्याग हो 5000 को अनि आज चाहिँ हामी सबैजनाबाट चिल्लीकोट आएका छौँ अब यहाँको भ्यू कस्तो देखिन्छ हामी हजुरलाई पनि देखाउनेछौँ हाम्रो यो सानो मिनी ब्लगले पाइन्छ के भन्नु मेरो च्यानललाई सब्स्क्राइब गर्दिनु बोली ब्लग्सलाई बाबुको चाहिँ हामी सब्स्क्राइब गर्दिन हामी यहाँ देख्न सक्छौँ हाम्रो भ्यू देखाइदिनुहोस् ओ त्यहाँ पाहाडदेखिको जुम गरेर देखाइदिनुहोस् त्यो मार्दिनुहोलाई हो त्यो चाहिँ गाइस मार्दी हिमाल हो यसलाई चाहिँ मार्दी हिमाल भन्छ हल्का देखेको छ अब हामी चाहिँ यो बाटो हो कि यो बाटो हो कुन बाटो हामी जाने ए बाटो ल अब चाहिँ हामी यतातिरबाट हिँड्नेछौँ छिटो छिटो मेरो पछि आउनु लाग्यो क्यामेराम्यान यो चाहिँ मेरो भाइ हो यो 3 दिन भयो 2 बजे सुतिरह यता हेर्न सक्नुहुन्छ अब आउनु कालो चढिरहेछौँ ए हेर्न सक्नुहुन्छ हामी उकालो चढिरहेछौँ यिनीहरू फेरि अगाडि जोस्दै खान गाइज हेर्न सक्नुहुन्छ यिनीहरू काम नपाएको अगाडि गइरहेछन् अड्डा भने पनि मान्दैनन् अब हाम्रो ट्रेकिङ भइरहेको हामी यहाँ ट्रेकिङ गरिरहेछौँ लोड लस्केन होइन ल अब तिमीले भन ल अहिले चाहिँ हामी यहाँ माथि जान लाग्छौँ स्वर्गमा हामी होइन हामी राम्रो क्रम गरेर नर्कमा नगरेर स्वर्गमा यहाँ चाहिँ यस्तो छ स्वर्ग हेर्ने गाइज स्वर्ग ल सबले ब्लग बनाउनुलाई के अहिले चाहिँ कति माथि छ तपाईँले हेर्न सक्नुहुन्छ अनि त्यहाँ फेरि कोही छुचुन्नरहरू आइरहन् अनि मैले देखेँ यहाँ त छुचुन बाँदर पनि हुन्छन् यति खतरा भ्यू देखिरहेको छ यहाँ चाहिँ हाम्रो सुफिया मिस हुनुहुन्छ सुफिया मिस हाई भनिदिनुहोस् त हाई एदिपी अड्डो त यहाँ चाहिँ हाम्रो एदिपी बहिनी हुनुहुन्छ हाई भनिदियो यहाँ सुफिया बहिनी यहाँ चाहिँ हाम्रो सुरप त बुझ्छ त धेरै बोलिसक्यो अब चाहिँ हामी यहाँ उकालो चढिरहेका छौँ यदि तपाईँले देख्न सक्नुहुन्छ तपाईँलाई भ्यू देखाइदिन्छु म यो चाहिँ अलिकति उकालो चढेको भ्यू हो थोरै मात्रै अब यहाँबाट अलि धेरै ठुलो उकालो चढ्यौँ भनेपछि खतरा भ्यू देखिन्छ अब यहाँ साइनेन्द्र म हिँडिरहेछौँ कस्तो गाह्रो के हिँड्न त नि ओहो नि यस्तो ट्रेकिङ जान्छ जसै अहिले हिँड्दाखेरि त ट्रेकिङको बाउ याद आइसक्यो यताबाट भ्यू देखिन्छ के खै बारीमा त देखेको खतरा भ्यू देखाएर गाह्रो हजुर एकदमै गाह्रो दुख्दैन पोल्छ अनि किन छोइस् त सिस्नोले दुख्दैन पोल्छ भाइ पानी हाल के बोले भाइ के बोले तिमी हामी चाहिँ विशाल भाइहरू आएका थियौँ विशाल भाइ सागर भाइ अनि सुलभ भाइ आएका थिए हामीलाई प्रोटेक्ट गर्न अनि प्रोटेक्ट गर्न आए मान्छे अगाडि लम्किसके गाइस के गर्ने सुबह मिस पनि अगाडि जानुभयो हामी हरिरहेको मेहन्दी लगाएर रातै रातो गरम बाँच्छ मिसले कपाल किन्छ अब यहाँबाट चाहिँ कालिका यो के हो काफलको बुटो हो यो होइन क्या हो नि कालिका मन्दिर यो कालिका मन्दिर हो कि मालिका मन्दिर हो यो मालिका हो क्या हो कालिका मन्दिर कहाँ त एउटा डाँडामा कालिका छ एउटा डाँडामा मालिका छ कि म देखाउने पहिला कस्तो थियो अहिले कति धेरै डेभलप भएको नि यो मन्दिर कस्तो राम्रो भएको जिप लाइन यहाँ पनि जिप लाइन पनि थियो है खै त कतातिर छ 2000 जिप लाइनको 2000 ए भगवान् यो कति सानो छ छोटो बाटोमा अड्डे पनि के गर्ने जिप लाइन गरिराख बाटोमा जहाँ पढ्यौँ
ए नआए त नहुँदा एउटा जिप्लाइन गर्ने एउटा खसे हो नि जिप्लाइन नेपालमा केबल गाडो यो हैन खै यस्तो चाहिँ यहाँको बाटो चाहिँ खै कहाँ लोट्ने त्यो थाहा पनि छैन चिल्लीकोट बृहत क्षेत्र देख्न सक्नुहुन्छ यहाँको भ्यू देखिन्छ कि देखिन्न मोबाइलमा यस्तो खतरा यस्तो मेस्पराइज भ्यू छ नि ओ माय गॉड गुजबम्स आउनु जस्तो भ्यू छ यहाँ त सो हामी फेरि हिरो नि यता देख्नु जलवा जलवा यति राम्रो छ मलाई ब्लग गर्नै दिन नि यसले काम नबाकी यो डन्डी फोरेर जस्तो छ यहाँ किन क्या राम्रो देखाएको थिएँ अहिले त हिँडी थाकी ओहो के छ नराम्रो देखेको म हामी चाहिँ अब कालिका मन्दिर घुमिसक्यौँ अब चाहिँ मालिका मन्दिर जाँदैछौँ हामी घुमेर हेर्नुहोस् त यहाँबाट चाहिँ हामीहरू घुमेर निस्किसक्यौँ हाम्रो चाहिँ क्याब छुटेछ फेरि विशाल भाइ लिन गएको त्यहाँनिर अब यहाँबाट हामी ओ त्यहाँ कतातिर छ मन्दिरै देखिन त हो यो मन्दिर हो यो हल्का हल्का देखेको छ नि हो यो मन्दिरमा चाहिँ हामी जाने अब यहाँबाट यति टाढा छ आमा कसरी जाने भइसक्यो हौ गएर मर्यो त ट्रेकिङ त भन्ने केटाकेटी हो के गर्नु हो लाग्छ होला सायद बाटो फेरि गाई के नि होला छैन त क्यामेरामा पकाउँछु हिँडेछौँ तर भ्यू चाहिँ कस्तो खतरा छ अरे अब यहाँदेखि सिडी चढ्छौँ सिडी चढिसके पछाडि कतिवटा सिडी चाहिँ हामी म गाउँछु ल कहाँ छ वहाँसम्म छ कि सिडी त गाह्रो छ के गर्ने केटाकेटी हो ट्रेकिङ भनेर मात्रै हुने रहेनछ ट्रेकिङ गर्ने हिम्मत पनि आउनु पर्ने यहाँदेखि झन् भ्यू हेर्नु न आमा अघि त मार्ने हिमाल पनि देखिरहेको थियो क्या यतातिर चाहिँ रोल्पाको भ्यू देखिन्छ यतातिर चाहिँ तुलसीपुरको भ्यू देखिन्छ अझै खासै क्लियर देखिरहेको छैन कि अहिले खतरा देखिन्छ भ्यू चाहिँ फेरि तर फुस्किएको ओहो नि गर्नु गऱ्यो जुत्ताले पनि अब चाहिँ पुग्न लागि यहाँ चाहिँ जिप लाइन पनि रेडी गरेर रहेछ अहिले चाहिँ हेर्नु सक्नुहुन्छ जिप लाइन चाहिँ यहाँदेखि अलि तलैसम्म छ जिप लाइन ओहो गाह्रो पऱ्यो त हिँड्न पनि मोबाइलसँग पनि ढाउ भयो अब बल्ल आइपुग्यो यति पनि ढाउ भएन गाइज यहाँदेखि चाहिँ मालिका मन्दिर सुरु भयो हाम्रो टिमहरू फेरि यता आएर बस्यो हामी मस्तसँग 159 वटा सिडी छन् कस्तो फिल भइरहेको तपाईँलाई तपाईँलाई कस्तो फिल भइरहेको एकदम थकित आनन्दसँग आउनु लगाएर यो चाहिँ मालिका मन्दिर मालिका यो कालिका मन्दिर अग्नको मालिका रहेछ यो मन्दिर कस्तो राम्रो रहेछ आइम मस्त यहाँ गेम खेलिरहन् दुईटा काम नपाएका चोरहरूले यहाँ चाहिँ म फोटो खिच्न लाग्छु उनीहरू चाहिँ फोटो खिच्ने महानुभावहरू हुन्
कता फोटो खिचिदिन्छु फेरि अहिले चाहिँ हामी दुईटै मन्दिर घुमेर आइसक्यौँ गाइज अब चाहिँ यहाँ हामी नास्ता खाँदैछौँ देखाउनुहोस् न यहाँ हाम्रो होटेल सिल्लीकोट होटेल बजार खाजाघर सरी बजार भन्नु आयो खाजाघर चाहिँ यहाँहरू तपाईँहरू आएर पनि नास्ता खान सक्नुहुन्छ एन्ड हो कि एन्ड एउटै हो यहाँ सोया मिस आफ्नो फोटोहरू लाङमा छ यहाँ भाइ झन् फायर हुनुहुन्छ अनि धौबा छ गाइज अब यहाँदेखि हामी एकैचोटि घर जाने हो अब हामी घर पुग्छौँ होला सायद घर पुग्दासम्म चार्ज पनि सकिन्छ होला चार्ज पनि सकिएर अनि अब यो भ्लग चाहिँ यतिमा एन्ड हुन्छ गाइज यो चाहिँ मेरो फर्स्ट भ्लग हो सबैले माया साथ सपोर्ट दिनु होला अनि सब्सक्राइब गरिदिनु होला नि सुलभ तिम्रो आइडी के छ अरे सुलभ ओली ब्लग्स छ यहाँलाई पनि सपोर्ट गरिदिनु होला